बेलायतको गोर्खा समुदाय अहिले एउटा निकै नै निर्णायक मोडमा उभिएको छ र हालै एक सामुदायिक नेताले दिएको एकदमै शक्तिशाली भाषणले एउटा कुरा प्रष्ट पारेको छ। उहाँहरूको त्यो ऐतिहासिक लडाईँ अब परिवारहरूलाई एकै ठाउँमा ल्याउने एउटा बिल्कुलै नयाँ र झन जटिल सङ्घर्षमा मोडिएको छ। त्यसो भए के हो त यो नयाँ लडाईँ? आउनुहोस् यसकै गहिराईमा डुबौं। वास्तवमा आजको हाम्रो यो विश्लेषणको मुटु नै यही भनाइ हो। यसले छर्लङ्ग पार्छ कि लडाईँको स्वरूप कसरी फेरिएको छ। जुन सङ्घर्ष हिजो ऐतिहासिक अन्याय विरुद्ध थियो त्यो आज परिवारहरूलाई नै टुक्र्याउने एउटा वर्तमान सङ्कटमा आइपुगेको छ। मतलब यो कथा अब हिजोको मात्रै रहेन, यो त आजको जल्दो बल्दो कथा हो। ल पहिलो खण्डमा जाउँ, गोर्खालीको ऐतिहासिक अन्याय, सङ्घर्षको जग। अब यो सङ्घर्षको कथा खासमा नयाँ त होइन। यसको जरा त ब्रिटिस सेनामा उनीहरूले भोगेको त्यो लामो भेदभावको इतिहासमा नै छ। यो टाइमलाइनलाई हेर्दा त्यो लामो सङ्घर्ष र त्यसबाट प्राप्त भएका महत्त्वपूर्ण जितहरू प्रष्टै देखिन्छ, होइन त? 1815 देखि 1997 सम्म असमान तलब र सुविधा, अनि 1997 मा हङकङ हस्तान्तरणपछि बल्ल अधिकारको आन्दोलन सुरु भयो, अनि 2004 र 2009 मा आएर बल्ल बेलायतमा बस्ने अधिकार मिल्यो। यसले गोर्खालीहरूलाई बेलायतमा बसोबास गर्ने बाटो त खोल्यो, तर कथा यहाँ सकिएन। वास्तवमा यो त एउटा नयाँ अध्यायको सुरुवात मात्रै थियो। अब दोस्रो खण्ड, बेलायतको बाटो र विभाजन। मतलब बेलायत आउने ढोका त खुल्यो, तर त्यो बाटो सोचे जस्तो सजिलो थिएन। उल्टै यसले परिवारहरूलाई एक ठाउँमा ल्याउनुको साटो नयाँ नयाँ कठिनाई र विभाजन पुल्याइदियो। अब हेर्नुस् त, समस्याको जड नै यही रहेछ। बस्ने अधिकार एकैचोटि सबैलाई दिइएन। पहिला भूपू सैनिक, अनि बल्ल पति-पत्नी, त्यसपछि विधवा, अनि 18 वर्ष मुनिका बालबालिका र सबैभन्दा अन्तिममा मात्र वयस्क छोराछोरी। हो, यही चरणबद्ध प्रक्रियाले गर्दा परिवारहरू एउटा जटिल कानुनी जालमा फस्न पुगे। एउटै घरका सदस्यहरू, तर फरक फरक नियम, अनि परिणाम सँगै बस्न नपाउने अवस्था। यो भनाइले त साँच्चै मन छुन्छ। यसले ती आप्रवासन नीतिहरूको मानवीय मूल्य कति विनाशकारी रह्यो भन्ने देखाउँछ। यो केवल कागज र नियमको खेल मात्रै होइन रहेछ। यो त आफ्ना छोराछोरी नातिनातिनालाई भेट्न पाउला कि भन्ने आशामा छटपटाउँदै केयर होलमा अन्तिम सास फेर्न बाध्य भएका आमाबाबुहरूको पीडाको कथा हो। अब तेस्रो खण्डमा जाउँ, आन्दोलनभित्रकै विभेद। यहाँ एउटा एकदमै महत्त्वपूर्ण प्रश्न उठ्छ कि अहिले चलिरहेको गोर्खा अधिकार आन्दोलनले साँच्चै नै सिङ्गो समुदायको प्रतिनिधित्व गर्छ त? किनभने भाषणकर्ताको तर्कअनुसार त यो आन्दोलनले आफ्नो बाको नै बिराइसकेको छ। ल एउटा प्रश्न सोचौँ त, अहिले जुन G2G मतलब सरकारदेखि सरकार वार्ता चलिरहेको छ, त्यसमा आन्दोलनको सबैभन्दा पहिलो नम्बर 1 माग चाहिँ के होला? अनि जवाब सुन्दा अलिकति अचम्म लाग्न सक्छ। मुख्य माग रहेछ उच्च पदका रिटायर्ड अफिसरहरू जस्तै मेजर, क्याप्टेनहरूका लागि समान पेन्सन, अनि मात्रै अन्य पदका लागि पेन्सन। यसले के देखायो भने ध्यान केही सीमित उच्च पदस्थ अधिकारीहरूको पेन्सनमा छ, जबकि सिङ्गो समुदायले भोगिरहेका अरू कयौं समस्याहरू त ओझेलमा परेका छन्। यहाँ हेर्नुस् त कस्तो फरक देखिन्छ। एकातिर आन्दोलनको लक्ष्य छ पहिले उच्च पदस्थ अधिकारीहरूको पेन्सन, अर्कोतिर समुदायको वास्तविक आवश्यकता छ सिपाहीदेखि मेजरसम्म सबैका लागि बराबर अधिकार। यसले नेतृत्वको सोच कति साँगुरो छ भन्ने देखाउँछ। खासमा त लडाईँ सबैभन्दा बढी मारमा परेकाहरूका लागि हुनुपर्ने हो, होइन र? तर यहाँ त पहिले नै माथि भएकाहरूलाई नै थप सुविधा दिलाउन खोजिए जस्तो देखियो। त्यसैले त भाषणकर्ताको निष्कर्ष एकदमै सिधा र शक्तिशाली छ। त्यो समानताको लडाईँ होइन। मतलब यदि कुनै आन्दोलनले सबैलाई एउटै नजरले हेर्दैन, बरु केही व्यक्तिको हितलाई मात्रै प्राथमिकता दिन्छ भने त्यसलाई कसरी समानताको लडाईँ भन्नु? यो त आन्दोलनमाथि नै लगाइएको आन्तरिक विभेदको गम्भीर आरोप हो। अनि कुरा यतिमा मात्रै सकिँदैन। वक्ताले त आन्दोलनका नेताहरूबीचको झगडा, एकअर्कालाई पिठ्यूमा छुरा हान्ने प्रवृत्ति र यहाँसम्म कि नाफाखोरीको पनि कुरा उठाएका छन्। मतलब गलत प्राथमिकता त छँदैछ, त्यसमाथि आन्तरिक द्वन्द्व र भ्रष्टाचारको आरोपले पनि आन्दोलनलाई भित्रभित्रै कमजोर बनाइरहेको छ। त्यसो भए अब चौथो खण्डमा जाउँ, आजको वास्तविक लडाईँ। यदि त्यो पेन्सनको लडाईँ मुख्य होइन भने वास्तविक लडाईँ के हो त? त्यो हो प्रशासनिक झन्झट विरुद्धको युद्ध।
मतलब बेलायतको अहिलेको जुन अध्यागमन प्रणाली छ त्यस विरुद्धको तत्काल सङ्घर्ष जसले आज हरेक परिवारलाई पिरोलिरहेको छ। वक्ताका अनुसार नयाँ विभेद भनेको यही हो। यो पुरानो ऐतिहासिक तलबको कुरा होइन, यो त अहिलेको वर्तमान बेलायतको भिजा र बसोबास नीति हो जुन विभेदकारी छ, एकदमै महँगो छ र परिवारलाई नै टुक्रा टुक्रा पारिरहेको छ। समुदायका लागि सबैभन्दा ठूलो र तत्कालको मुद्दा नै यही बनेको छ। आफ्नो पेट काटेर सबै पैसा वकिललाई बुझाउनु परेको छ। सोच्नुहोस् त, यो भनाइले कति ठूलो आर्थिक त्यागलाई देखाइरहेको छ। भूपू सैनिकहरूले आफ्नो जीवनभरिको कमाई, त्यो पेन्सन आफ्नो सुखको लागि होइन, बरु आफ्ना छोराछोरीको भिजाका लागि वकिललाई शुल्क तिर्दैमा खर्च गरिरहेका छन्। ल, यो चार्टमा हेरौँ त, एक भूपू सैनिकको पेन्सन आखिर कहाँ जाँदो रहेछ? 70% पैसा त वकिल र भिजा शुल्कमा नै जाँदो रहेछ। 20% जीवनयापनमा अनि व्यक्तिगत आनन्दको लागि त केवल 10% मात्रै। यो तस्विरले नै सबै कुरा बताउँछ। अनि पीडा आर्थिक मात्रै छैन, भावनात्मक पनि छ। आफ्नो परिवारसँग टुक्रिनुपर्ने, यहाँ आएर पिसिनुपर्ने। यसले के देखाउँछ भने हिजो युद्धभूमिमा सङ्घर्ष थियो, आज बेलायतमै सङ्घर्ष छ। गोर्खा परिवारहरूका लागि यो छुट्टिने र कठिनाई भोग्ने चक्र जस्तै भएको छ, पहिले सेवाको समयमा र अहिले यहाँ आएपछि। ल, अब 5औं खण्डमा लागौं, अगाडिको नयाँ बाटो। समस्याहरूको कुरा त धेरै भयो, अब समाधान के त? वक्ताले एउटा नयाँ समुदाय स्तरबाटै सुरु हुने आन्दोलनको प्रस्ताव अघि सारेका छन्। र समुदायले आफ्नो लडाईँ आफै लड्नका लागि यहाँ एउटा एकदमै स्पष्ट योजना पनि छ। पहिलो चरण भेला हुने, मतलब प्रभावित सबैलाई एकै ठाउँमा ल्याउने। दोस्रो चरण कथा सङ्कलन गर्ने, परिवार विभाजन र भिसा सङ्घर्षको हरेक केसलाई डकुमेन्ट गर्ने। र तेस्रो चरण अधिकारको माग गर्ने। यी सबै प्रमाणहरू लिएर सिधै स्थानीय सांसद र सरकार कहाँ जाने। यो कसैलाई पर्खिने होइन, आफै सङ्गठित हुने आह्वान हो। अनि यो नयाँ आन्दोलनको अन्तिम लक्ष्य के हो त? त्यो हो यो विभेदकारी नीति अन्त्य हुनुपर्छ, परिवारहरूलाई एकसाथ बस्नको लागि बाटो खुला हुनुपर्छ। यो कुनै सम्झौता गर्न नसकिने माग हो। यो पेन्सन वा पैसाभन्दा पनि माथिको मानवीय अधिकार र पारिवारिक एकताको माग हो। र अन्तमा यो पूरा विश्लेषण यही एउटा विचारोत्तेजक प्रश्नमा आएर टुङ्गिन्छ। हिजोको विभेद समातेर बस्ने कि आजको समस्या सुल्झाउने? के समुदायले पुरानै मुद्दाहरूमा अल्झिरहने वा आजको यो तत्कालको पारिवारिक सङ्कट समाधान गर्न एकजुट हुने? अब छनोट गोर्खाली समुदायकै हातमा छ।